होइन किनिदिने हामीलाई पनि। यहाँ हाम्रो दिदीहरू बसिरहनु भएको छ दुईजना, एकदमै एक्साइटेड छ घुम्नलाई। उनीहरू चाहिँ अब आज अलिकति फर्स्ट टाइम हो। हेलो सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ यो कहाँको भिडियो भन्नुहुन्छ भने तपाईँहरू सबैलाई थाहा नै छ होला, यो ठाउँमा जानु नहुने त प्राय मान्छे कोही पनि हुनुहुन्न होला र मेरो चाहिँ फर्स्ट टाइम हो। म चाहिँ यो काठमाडौँको न्यू रोडको असन बजार विशाल बजार छेउछाउमा छु। विशाल के भन्छ, हामी चाहिँ खासमा चाहिँ न्यू रोड जानु लागेको हो। न्यू रोडमा चाहिँ टार्गेट गरेर आएको। हामी चाहिँ त्यहाँनिर कपडाहरू सस्तो पाउँछ, सामानहरू सस्तो हुन्छ भनेर चाहिँ हामी दिदी बहिनीको सल्लाह थियो, त्यही भएर हामी चाहिँ उता जान लागेको र हामीले किनि पनि सक्यौँ। न्यू रोडमा चाहिँ 9-10 पिस टी सर्टहरू किनिसक्यौँ। अनि हामी यहाँनिर बजार घुम्दैछौँ। मलाई चाहिँ कस्तो मजा आएको क्या यहाँनिर नि घुम्नको लागि, फर्स्ट टाइम भएर होला। साडी चाहिँ अनि दिदीले हामीलाई 3जनालाई किनिदिने भनेर भन्नुभएको छ। अनि यो चाहिँ गलेर बसिरहेको छ होइन त्यहाँनिर। म चाहिँ अनि साडीको कलरहरू हेर्दैछु। ल हामीले साडी पनि एक एकवटा रोजिसक्यौँ। अनि दिदीले पैसा पनि स्क्यान गरिदिनु हुँदैछ। अनि दाइलाई जिस्काउनु हुँदैछ कि दाइ अलिकति घटाइदिनु ल भन्दैछ। अनि दाइले चाहिँ होइन बहिनी रेटै त्यति हो भन्दै हाँस्नु हुँदैछ। अब तपाईँहरूलाई मैले ठिक्क रेटमा दिएको छु भन्नुहुँदैछ। ल साथीहरू, अब चाहिँ हाम्रो घर जाने बेला भयो। मेरो भ्लग पनि यहीँ इन्डिङ गर्ने बेला भयो। यो पछाडि देखेको साइडको चाहिँ पसलहरू चाहिँ उयोको के भन्छ, यसलाई चाहिँ विशाल बजार भन्दो रहेछ। अब हामी घर गएको। सबैले जनालाई बाई बाई।